वर्ष पुगेकोमा शुभकामना मेरा आशीर्वाद शिरमै बर्सियोस्। परमेश्वरी मेरो छोरा बुहारीलाई सदा सुखी देख्न पाऊँ। जे भोग्नु पहिल्यै भोग्यो, अब झनै राम्रो हुन्छ। यसो पनि नाति नतिना पहिलाइरहेकै छन्। आफूले पनि जे भोग्नु पहिल्यै भोग्यो, अब कहिले भोग्नु नपरोस्। सधैँ हाँसी खुसीले यस्तै बुढाबुढी मेरो उमेर जस्तो हुँदा पनि मेरो छोराबारी छुटिनु नपरोस्, रुनु नपरोस्। परमेश्वरीमा नमस्ते। ल तपाईँहरू दुईजनालाई बिहे भएको 50औं वर्ष पुगेको उपलक्ष्यमा धेरै धेरै मङ्गलमय शुभकामना। शुभकामना धेरै धेरै तपाईँहरूलाई होइन। तपाईँहरू एज अ कपाल एज अ हाम्रो गार्जेन होइन, यति धेरै जोडीमा एकदमै मिलेको जोडी भनौँ न, एकदम मिलेको जोडी हुनुहुन्छ होइन। तपाईँहरूकोबाट चाहिँ धेरै कुरा हामीले सिक्न पाइरहेको छौँ, सिकिरहेको छौँ। आउने दिनहरूमा पनि धेरै कुरा सिक्न बाँकी नै छ। सिकाउँदा तपाईँलाई धेरै धेरै 50औं वर्षको त्यहाँ भएको 50 वर्ष पुग्यो होइन। त्यसको लागि चाहिँ धेरै 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 एकदम धेरै शुभकामना। अनि हामीबाट धेरै माया तपाईँहरूलाई होइन। हामी सानो छौँ र पनि हामी चाहिँ तपाईँहरूको लागि प्रे नै गर्छौँ कि अझै पनि एकदम धेरै समयसम्म यसरी नै बस्नुपर्छ, यसरी नै जोडी बनेर बस्नुपर्छ। अनि तपाईँहरूबाट हामीले पनि धेरै कुराहरू सिक्न पाइन्छ भन्ने चाहिँ हामी आशा गर्दछौँ। त्यसको लागि वान्स अगेन फेरि पनि शुभकामना। धन्यवाद। बाई बाई। ह्याप्पी एनिभर्सरी मम्मी ड्याडी। एनिभर्सरीको तपाईँहरूलाई धेरै धेरै शुभकामना। अनि परमेश्वरले तपाईँहरूको हरेक सुस्वास्थ्यमा परमेश्वरले आशिष दिनुभएको होस्, चङ्गाइ दिनुभएको होस्। अनि धन्यवाद भन्दछु म परमेश्वरलाई। जसरी परमेश्वरले मलाई मेरो हरेक दुःख सुखमा सहायता गर्नुभयो, त्यसै गरी तपाईँहरू मेरो संसारको बुवा आमा भएर परमेश्वरले जस्तै मलाई प्रेम गर्नुभएको लागि धन्यवाद। अनि तपाईँहरूको छोरी हुन पाएकोमा म धेरै खुसी मान्दछु आफूलाई। अनि धन्यवाद। जय मसी। ह्याप्पी एनिभर्सरी। जय मसी। ह्याप्पी एनिभर्सरी ड्याडी मम्मी। ह्याप्पी एनिभर्सरी टु यु बोथ। जय मसी। ह्याप्पी एनिभर्सरी ड्याडी मम्मी। तपाईँहरूको यत्रो 50 वर्ष पुगिसक्यो हेर्दै। अनि तपाईँहरूको यो माया, तपाईँको अहिलेसम्मको तपाईँको जोडीलाई चाहिँ हामी चिन्ने जति सबले भन्छ कि कति राम्रो जोडी छ। अनि जोडी मात्र राम्रो नभइकन तपाईँहरूको सम्बन्ध पनि यति राम्रो छ कि सायद हामी सबैजनाले भन्छौँ कि यस्तो चाहिँ जोडी हुनुपर्छ। किनभने म यत्रो वर्ष भइसक्यो कि अहिलेसम्ममा मैले तपाईँहरूको झगडा परेको, यस्तो ठुलो झगडा परेको अहिलेसम्म सुनेको पनि छैन, नदेखेको छु। शान्ति र झगडाहरू त परिवारमा भइहाल्छ, तर तपाईँहरूको त्यस्तो नबोल्ने, कहिले बोल्दै नबोल्ने, डिभोर्ससम्म कुरा पुग्ने त्यस्तो अहिलेसम्म पनि हामीले सुन्न पाएको छैनौँ ड्याडी मम्मी। अनि तपाईँहरूको यो सम्बन्ध देखेर चाहिँ हामीलाई पनि त्यही बाटोमा हिँड्नु, मम्मी ड्याडीसँग जस्तै गर्नुपर्छ हामी पनि भनेर तपाईँहरूबाट हामी धेरै ठुलो प्रेरणा पाएको छौँ यो तपाईँको सम्बन्ध देखेर। तर तपाईँको माया अझै पनि अब आजको दिनसम्म त भयो, अब आउने दिनहरूमा पनि अझै गाढा, अझै गहिरो होस् भन्ने हामी चाहन्छौँ। अनि हामीलाई तपाईँको छोरा बुहारी नातिनी हुनुमा धेरै ठुलो गर्व छ कि म यो धरतीमा तपाईँको छोरा भएर जन्मिन पाएर धेरै धेरै खुसी छ। अनि तपाईँहरूको माया प्रभुले आशिषले भरिपूर्ण दिउन् कि तपाईँहरूको माया कहिले पनि नटुटोस्, कहिले पनि नसिद्धोस्, सिद्धिँदैन तैपनि अमर रहोस् भन्ने हाम्रो परिवारबाट हजुरहरूलाई विशेष छ यो तपाईँहरूको 50औं एनिभर्सरीकोमा। धन्यवाद। जय मसी। जय मसी। जय मसी ड्याडी मम्मी एन्ड ह्याप्पी एनिभर्सरी टु बोथ अफ यु। ड्याडी मम्मी तपाईँहरू चाहिँ हाम्रो साँच्चै नै एउटा रोल मोडल नै हुनुहुन्छ। तपाईँहरूलाई जबदेखि म बिहे गरेर आएँ त्यही समयदेखि देखिआएको छु होइन। कहिले झगडा यताउता भएको पनि देखेको छुइनँ। अनि हामी कतैचोटि टुट्दाखेरि चाहिँ तपाईँहरूलाई नै हेर्छौँ हामीहरू। अनि त्यतिखेर चाहिँ लाग्छ कि तपाईँहरू जस्तै
हुन पाऊँ जस्तो लाग्छ होइन। त्यसरी नै हामी हिँडी पनि रहेछौँ र अहिलेसम्म हामी साथमै छौँ। त्यो चाहिँ सबै तपाईँहरूकै कारणले गर्दाखेरि हो। तपाईँहरू चाहिँ हाम्रो मात्र नभइकन चाहिँ जहाँसम्म लाग्छ सम्पूर्ण कपालहरूको चाहिँ एउटा रोल मोडल नै हुनुहुन्छ। तपाईँहरूले धेरै सङ्घर्ष गर्नुभएको छ, सुख दुःख हरेक कुरामा चाहिँ तपाईँहरूले एकअर्कालाई साथ दिइकन हात नछोडी हात समाएर चाहिँ अघि बढ्नु भएको छ। त्यही कुराहरू चाहिँ हामीले देखिआएको छौँ। भोलिको दिनमा पनि हामी यही देख्न पाउनेछौँ अनि तपाईँहरूको माया चाहिँ अझ अटुट भएर जानेछ। अनि यही नै हाम्रो विशेष छ ड्याडी मम्मी, वी लभ यु बोथ। अनि हामी एकदम मिस गर्छौँ तपाईँहरूलाई अनि तपाईँहरूलाई सदैव यसरी नै देख्न पाऊँ। अझ तपाईँहरूको माया गाढा 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 अनन्तको माया भएको हामीले हेर्न पाऊँ। अनि धन्यवाद छ तपाईँलाई हामीलाई जीवन दिनुभएकोमा, हामीलाई यो मौका माया प्रेम भने के हो भनेर चिन्ने मौका दिनुभएकोमा चाहिँ तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। जय मसीह। अनि प्रभुले चाहिँ तपाईँहरूको यो जोडीलाई चाहिँ सदैव अनुग्रह र आशिषले भरिपूर्ण पार्नुभएको होस्। जय मसीह। Jai Masi Dharma, happy anniversary. We miss you a lot. We love you. अनि हामी पनि तपाईँहरूमा जस्तो इन्जोय गरिरहेछौँ, हामी पनि अब सुटबुट लाएर लाएर हामी पनि रमाइलो गर्छौँ। आज तपाईँहरूको एनिभर्सरी हामी यहाँ पनि मनाउँछौँ। तपाईँहरू पनि एकदम दिल खोलेर रमाइलो गर्नु होला। हामी मिस त गरिरहन्छौँ, त्यही पनि धेरै खुसीका साथ तपाईँहरू इन्जोय गर्नुहोस्, यही भन्न चाहन्छु। यो पालि नभए नि हामी अर्को पालि चाहिँ सबैजना एकै ठाउँ बसेर तपाईँहरूको 50th भयो, 51st एनिभर्सरी सँगै मनाउनेछौँ। ह्याप्पी एनिभर्सरी ड्याडी मम्मी। गन्ती 6 को 24-25 पदले भने जस्तै प्रभुले आफ्नो चेहरा तिमीतिर फर्काउन् र प्रभुले तिमीलाई आशिष दिउन् भने जस्तै अनि यो 50औं ड्याडी र मम्मीको एनिभर्सरीलाई हामी सम्झिँदै यो पद अनुसार परमेश्वरले तपाईँहरूको जीवनमा धेरै आशिष दिनुभएको होस् भनिकन हामी तपाईँहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ। ह्याप्पी एनिभर्सरी ड्याडी मम्मीलाई। यो एनिभर्सरीको शुभकामना हामी दिन चाहन्छौँ हाम्रो परिवारको तर्फबाट, मेरो श्रीमान अनि मेषक अनि मेरो तर्फबाट ड्याडी र मम्मीलाई ह्याप्पी एनिभर्सरी भन्न चाहन्छु। ह्याप्पी एनिभर्सरी यो 50th एनिभर्सरीको लागि। र तपाईँहरूको जीवनमा परमेश्वरले सधैँभरि आफ्नो योजना र उहाँको इच्छा चाहिँ सधैँभरि पुरा गर्नुभएको होस् र त्यसै गरिकन तपाईँहरूले पनि उहाँको इच्छा अनुसार अझै आउने पुस्ताहरूलाई चाहिँ एउटा उदाहरणीय जीवन जसरी गएका दिनहरूमा देखाउनु भएको छ त्यसरी नै देखाउन सक्नुभएको होस् भनिकन हामी सधैँभरि तपाईँहरूको लागि प्रार्थना गर्न चाहन्छौँ। अन्तिममा तपाईँहरूलाई यो 50औं एनिभर्सरीको धेरै धेरै शुभकामना सहित ह्याप्पी एनिभर्सरी भन्न चाहन्छु। धन्यवाद।